नमस्ते साथीहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। हामीले चाहिँ हातसारे गर्दै काम गर्दै गरेका छौं। हेर्न सक्नुहुन्छ यताबाट खाली डिब्बा यताबाट भरेको सिमट लिएर यसरी हातसारे गरेर काम गर्दै छौं। सबैजनाले आज सहयोगको लागि ढलानको लागि आएको। यो चाहिँ भुइँवाला ढलान हो गाइस। यता चाहिँ केटीहरुको टिम, यता चाहिँ केटीहरुले ओसार्ने यतात्यता गर्ने काम गरिरहेको छौं हामीले सबैले चाहिँ। अनि हेर्न सक्नुहुन्छ सबैजनाले कसैले उठाउने कसैले सार्ने कसैले के गर्ने काम गरिरहेको छौं। हेर्न सक्नुहुन्छ एकातिरबाट भरी डिब्बा जान्छ भने उताबाट चाहिँ खाली आउँछ। अनि यो बच्चाले चाहिँ कसरी बेल्चा हान्दै छन् हेर्न सक्नुहुन्छ हामीलाई देखेर। ओ क्यूट बेबी कितना बेल्चा चलाते हो ना ए क्यूट बेबी। मतलब कि राम्रो हैछन् बच्चा पनि कसको हुन्। हामीले चाहिँ यस्तै गर्दै काम गर्दै गरेका छौं। अब चाहिँ हामीले त्यो छाम्रा ओसारेर चाहिँ भ्याइम, बालुवा ओसारेर पनि भ्याइम। अब चाहिँ आफ्नो आफ्नो घर जाने हो। अब चाहिँ के भन्छन् रे यता केटाहरुको काम मात्रै छ, केटीहरुको काम चाहिँ भ्याइयो। अब हामी चाहिँ घर जाने हो गाइजहरु। सबैजना हाम्रो काम सकेर यहाँ मस्ती गर्दै छन् केटीहरुले चाहिँ। अनि यता हेरिरहेको छौं कसरी के काम गर्दै छन् भनेर। अनि काम गरिरहेका छन्। उहाँ चाहिँ हुनुहुन्छ यो घरको खसम मेरो दिदी। ओ दिदी भन्दैको त लजाइर भुतुक्कै भएर त हान्न आउनु भएको छ। अनि यता चाहिँ उहाँहरुको काम गरिराख्नु भएको छ। यति काम चाहिँ सके अनि यति काम चाहिँ छ। यो चाहिँ केटा पाल्तीहरुको काम हो र उहाँहरुले चाहिँ गर्नुहुन्छ। हामीले हाम्रो गर्ने काम चाहिँ भ्याइम त्यही भन्न चाहन्छौं। अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अनि लाइक सब्स्क्राइब नगरेको भए गरिदिनु होला। हाम्रो गाउँघरको अर्गानिक भिडियोहरु लिएर आउँदै गर्ने छु भन्नको साथमै अब चाहिँ के भन्न चाहे सब्स्क्राइब चाहिँ गर्नै पर्यो कि मेरो च्यानललाई त्यही भन्न चाहन्छु। अघि पछि भिडियो आउँदै गर्छ हेर्दै गर्नु होला। थ्यांक यू फर वाचिङ। बाइ बाइ गाइस।